हामी हरेक व्यक्ति आफ्नो जीवनमा सफल हुन चाहन्छौँ, खुसी हुन चाहन्छौँ, प्रभावशाली र शक्तिशाली बनिरहन चाहन्छौँ। तर त्यसमध्ये केही थोरै व्यक्तिले मात्रै आफूले चाहे अनुसारका लक्ष्य, योजना अथवा उपलब्धि हासिल गर्न सकिरहेको अवस्था किन सिर्जना हुन्छ? यदि तपाईहरू जान्न चाहनुहुन्छ त्यसो हो भने तपाईहरू आजको यस प्रस्तुतिमा अवश्य पनि सहभागी हुनुहोस्। सम्पूर्ण दर्शक एवं श्रोतावृन्दहरुमा हार्दिक स्वागत एवं नमस्कार। म प्रस्तुता कमलपन्थी। विभिन्न ज्ञानवर्धक सामग्रीहरू यहाँहरुमाझ पस्कने क्रममा म आज यहाँहरुमाझ पुनः उपस्थित भएको छु। आज मैले एउटा नयाँ विषयवस्तु लिएर उपस्थित भएको छु। आजको मेरो मुख्य विषयवस्तु छ हाम्रो मस्तिष्कको कार्यप्रणाली र अवचेतन मस्तिष्क। यदि तपाईहरू ज्ञान सन्देश युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने यो च्यानललाई अवश्य पनि सब्स्क्राइब गर्नुहोला। म आजको मुख्य विषयवस्तुतर्फ अगाडि बढ्ने अनुमति चाहन्छु। दर्शकवृन्द, सफलता तपाईँ हामी सबैले चाहन्छौँ, तर आखिर किन सफल हुन सक्दैनौँ? तपाईलाई कहिलेकाहीँ यो प्रश्नले दिक्क लाग्दैन? कडा परिश्रम पनि गरिरहेकै छौँ, तर तपाईँ हामीलाई यो कुरा थाहा नहुन सक्छ हामीले आफ्नो मस्तिष्कमा कस्ता कार्यक्रमहरू बीजारोपण गरेका छौँ। यो यस कारणले आजसम्म हामीलाई थाहा भएन कि हामीले आफ्नो मस्तिष्कको कार्यक्षमता अथवा यसको कार्यप्रणालीको बारेमा जानकारी पाउन सकेनौँ। दर्शकवृन्द, तपाईहरूलाई अवश्य पनि जानकारी नै छ, हामीले जब कुनै चीज वस्तुहरू बजारबाट किन्छौँ त्यति बेला त्यो वस्तुलाई कसरी प्रयोग गर्ने भन्ने बारेमा त्यसको मेनुअल हामीले प्राप्त गरेका हुन्छौँ। जस्तो कि टेलिभिजन सेट, क्यामेरा, मोबाइल, लाइट अथवा अन्य जुनसुकै चीज वस्तुहरू होस्। जब हामीले कार अथवा बाइक लगायतका यातायातका साधनहरूको प्रयोग गर्न खोज्छौँ नि, त्योभन्दा पहिला हामीले त्यसको आधारभूत ज्ञान प्राप्त गरेर मात्रै ती चीज वस्तुहरू सञ्चालन गर्ने काम गर्दछौँ। तर विडम्बना, हाम्रो मानवीय मस्तिष्क यी सबै कुराहरूभन्दा अत्यन्त शक्तिशाली यन्त्र हुँदाहुँदै पनि हामीले यस यन्त्रलाई भने अहिलेसम्म कसरी चलाउने, यसको कार्य सञ्चालनको विधि तरिका के हो भन्ने बारेमा कुनै तरिकाले पनि मेनुअल प्राप्त गर्न सकेनौँ। यसै कारणले हामीले आफ्नो क्षमताको तुलनामा न्यून उपलब्धि हासिल गरेर आफ्नो जीवन व्यतीत गर्दै आइरहेका छौँ। तपाईहरूलाई थाहा छ, हामीले आफ्नो मनलाई नियन्त्रण गरेर आफ्नो जीवनलाई नियन्त्रण गर्न सक्छौँ र हामीले चाहेका हरेक लक्ष्य योजनाहरू हासिल गर्न सक्छौँ। त्यो कसरी? तपाईहरूलाई थाहा छ, हामीले जुन कुरा प्राप्त गर्छौँ अथवा प्राप्त भएका हुन्छन् ती कुराहरू एक पटकमा मात्र निर्माण भएका हुँदैनन्। ती कुराहरू हामीले दुई पटक निर्माण गर्नुपर्ने हुन्छ। आखिर कसरी त? जब हामीले ती वस्तु परिस्थितिहरू वास्तविक रूपमा प्राप्त गरेका हुन्छौँ, त्यो भौतिक उपलब्धि तब मात्र प्राप्त हुन्छ जब हामीले त्यसको लागि त्यसको नक्साङ्कन गरेका हुन्छौँ। त्यसको नक्साङ्कन आखिर कहाँ हुन्छ त? त्यस उपलब्धिको नक्साङ्कन भनेको हाम्रो मस्तिष्कमा हामीले बनाएको चित्रमा निहित रहेको हुन्छ। हामीले त्यसको जस्तो किसिमको नक्सा बनाएका छौँ त्यसै किसिमका वस्तु परिस्थिति र घटनाहरू हामीले समयक्रममा प्राप्त गर्ने हो। यस कारणले अब हामीले यो कुरा विचार गर्नुपर्ने छ कि हामीले आफ्नो मस्तिष्कमा कस्ता किसिमका वस्तु परिस्थिति र घटनाहरूका लागि आफ्नो मस्तिष्कमा चित्रहरू निर्माण गरेका छौँ। मस्तिष्कमा जुन चित्र बन्छ अथवा नक्सा बन्छ अथवा ब्लुप्रिन्ट बन्छ, त्यसका लागि हामीले हाम्रो वरपरको घटना, वातावरण धेरै हदसम्म महत्त्वपूर्ण हुन्छ। त्यसको साथै हाम्रो हृदयमा कस्तो भाव चलेको छ, हाम्रो मस्तिष्कमा के कस्ता विचारहरू हामीमा आइरहन्छन् भन्ने कुराले पनि धेरै हदसम्म भूमिका खेलेको हुन्छ। जब हामीले कुनै विषयवस्तुमा लगातार दोहोऱ्याइरहन्छौँ अथवा एउटै कुरामा सोचिरहन्छौँ, त्यो भावना अथवा त्यो विचार शक्तिशाली बन्दै जान्छ र त्यसैका आधारमा हामीले नतिजा प्राप्त गर्दछौँ। चाहे त्यो राम्रो पनि हुन सक्छ र नराम्रो पनि हुन सक्छ।
आजबाट हामीले मस्तिष्कका काम गर्ने तरिकाहरू सिक्नेछौँ। मस्तिष्कका केही नियमहरू छन्, म तपाईँलाई ती नियमहरूको बारेमा बताउन चाहन्छु। एउटा छ ल अफ फोकस, अथवा जुन वस्तुमा हामी आफ्नो ध्यान केन्द्रित गर्छौँ त्यही कुरालाई हामीले प्राप्त गर्छौँ अथवा बढाउँदै जान्छौँ। अर्को छ क्षयीकरणको नियम। हामीले जुन कुरामा आफ्नो ध्यान केन्द्रित गर्दैनौँ नि त्यो कुरा चाहिँ हामीबाट नष्ट हुँदै जान्छ। यसै गरी मस्तिष्कको अर्को नियम छ कर्मको नियम। हामीले जुन कुरामा लगातार हरेक दिन केही न केही काम गर्छौँ त्यो कुरा हाम्रो बिस्तारै बिस्तारै दक्षता प्राप्त हुँदै जान्छ। अनि यसै गरेर अर्को छ भिजुअलाइजेसन। हामीले जुन चित्र स्पष्ट रूपमा देख्न सक्छौँ त्यो कुरा हामीले आफ्नो जीवनमा प्राप्त गर्न सक्छौँ। यस सम्बन्धमा अनलिमिटेड पावरका लेखक एन्थोनी रबिन्सले भन्नुभएको छ, छोटो समयको लागि हामीले धेरै कुरा प्राप्त गर्न सक्दैनौँ, तर दीर्घकालीन रूपमा भने हामीले प्राप्त गर्न नसकिने भन्ने केही पनि छैन। उहाँले दुईवटा कुरा मिनिङ र इमोसन, यी दुई कुराको संयोजनबाट हामीले प्राप्त गर्न सकिने हरेक कुरा प्राप्त योग्य हुने आफ्ना किताब र विभिन्न प्रस्तुतिहरूको माध्यमबाट व्यक्त गर्दै आउनुभएको छ। मानवीय मस्तिष्क एक जटिल संयन्त्र हो। यसलाई हामीले सजिलै बुझ्न सक्दैनौँ। म तपाईँलाई भनिसकेँ, यसलाई हामी सबैले बुझ्न आवश्यक भने अवश्य छ। चाहे तपाईँ पेसाकर्मी हुनुहोस्, उद्योगी हुनुहोस्, विद्यार्थी हुनुहोस्, गृहिणी हुनुहोस्, पत्रकार हुनुहोस्, वैज्ञानिक, डाक्टर, जेसुकै हुनुहोस्, सबैभन्दा पहिला हामीले आफूलाई सञ्चालन गर्ने विधि तरिकाको बारेमा पत्ता लगाउनु अत्यन्त महत्त्वपूर्ण हुन आउँछ। जब हामीले आफूलाई सञ्चालन गर्ने विधि तरिकाको बारेमा जान्छौँ नि, हामीले आफ्नो मात्र नभएर हामीले संसारलाई आफ्नो नियन्त्रणमा लिन सक्छौँ, लिने तरिका पत्ता लगाउँछौँ। त्यो सबैको आधारबिन्दु भनेको हाम्रो सोच हो। जब हामीले आफ्नो सोचलाई शक्तिशाली बनाउँछौँ त्यही सोच समयक्रममा भावनाको रूपमा विकास हुन्छ र त्यसका आधारमा हाम्रो मस्तिष्कमा विभिन्न चित्रहरू निर्माण हुन्छन्, शब्दहरू चल्न सुरु गर्दछन्। हामीले दृश्य र भिजुअलहरू आफूभित्रै बनाउन सुरु गर्दछौँ। त्यसैका आधारमा हामीले जस्तो सोचिरहेका छौँ अथवा जस्तो महसुस गरिरहेका छौँ त्यसै किसिमका वस्तु, परिस्थिति र घटनाहरू हाम्रो जीवनमा आकर्षित हुँदै जानेछन्। यस कारणले मानवीय मस्तिष्कलाई तपाईँ हामी सबैले बुझ्न अत्यन्त महत्त्वपूर्ण छ। तर विचार गरौँ त, यदि हामीले आफ्नो मनलाई नियन्त्रणमा लिन सकेनौँ भने परिणाम के हुन्छ? हामीले छोटो अवधिका उपलब्धिहरूलाई मात्रै उपलब्धि ठान्ने गर्दछौँ, जसले गर्दा महान उपलब्धिहरू प्राप्त गर्नबाट हामी वञ्चित हुनुपर्ने स्थिति आउँछ। तपाईँ हामीलाई थाहा हुँदाहुँदै पनि कतिपय अवस्थामा जुन काम गर्नु हुँदैन भन्ने लाग्छ नि, त्यो कामबाट हामी मुक्त हुन सक्दैनौँ। जस्तो कि यदि हामीले तत्कालीन लाभलाई नभएर हामीले दशकौँ पछिको जुन उपलब्धि छ, अहिलेको हाम्रो सानो निर्णयले दशकौँ पछि धेरै ठुलो उपलब्धि हासिल गर्न हामी सफल हुन्छौँ भन्ने जब हामीलाई त्यस किसिमको कारण मिल्न सक्यो भने हामी त्यस अवस्थामा आफूलाई स्वनियन्त्रित गर्न सक्छौँ। तर यदि हामीसँग जीवन जिउनुको विशेष निश्चित कारण छैन भने हामी आफूलाई स्वनियन्त्रित गर्न नसक्ने स्थिति पनि हुन सक्छ। चाहे हामीलाई त्यो काम गर्न उचित होस् वा नहोस्, त्यसको बारेमा जतिसुकै जानकारी होस्। अब म तपाईँलाई हाम्रो मस्तिष्कलाई शक्तिशाली बनाउने तरिका र त्यसका लागि हामीले गर्नुपर्ने दैनिक अभ्यासको बारेमा केही बताउन चाहन्छु। म आज तपाईँहरूलाई
हाम्रो मस्तिष्कलाई शक्तिशाली बनाउनका लागि 3वटा विधिहरू प्रस्तुत गर्दैछु। एउटा छ ध्यान अर्थात् मेडिटेसन, अर्को छ सकारात्मक वाक्यांशहरूको प्रयोग अर्थात् सेल्फ टक अथवा एफर्मेसन भन्न सकिन्छ, र अर्को भनेको भिजुअलाइजेसन। पहिलो ध्यान मेडिटेसन किन जरुरी छ? जब हामी ध्यान गर्छौं अथवा मेडिटेसनको अवस्थामा रहन्छौं त्यसबेला हामी ब्रह्माण्डीय शक्तिसँग कनेक्टेड भएका हुन्छौं। हामी आफ्नो जुन भाइब्रेसन अथवा मस्तिष्कीय वेभहरू छन् तीलाई बिस्तारै बिस्तारै स्लो डाउन गर्दै जान्छौं र हामी बाहिरी वातावरणबाट नभएर केवल आफूसँग जोड्न पुग्दछौं। जब हामी यसले पटक पटक दोहोर्याउँछौं त्यसपछि हामीले बल्ल आफूलाई बुझ्न सक्ने अवस्था सिर्जना हुन जान्छ। अर्को छ अफर्मेसन अर्थात् सकारात्मक पुष्टिहरू। यदि हामीले हरेक दिन बिहान उठ्ने बित्तिकै म शक्तिशाली छु, म समाजमा योगदानको लागि योग्य छु, म सफलताको लागि योग्य छु, म खुसी र आनन्दित छु अथवा हुँदैछु भन्ने किसिमले लगातार आफैलाई निर्देशित गर्छौं नि, बिस्तारै बिस्तारै त्यो हामीलाई आफूलाई वास्तविक लाग्दै जानेछ। त्यसका आधारमा हाम्रो जीवन बिस्तारै बिस्तारै सकारात्मक बाटोमा अगाडि बढिरहेको हुनेछ। हामीले आफूमा जस्ता सोच विचार र योजनाहरू बढ्न सुरु गर्दछौं त्यसै किसिमका वस्तु परिस्थिति र घटनाहरू हामीले बाह्य संसारमा पनि प्राप्त गर्दै जानेछौं। अर्को छ भिजुअलाइजेसन। महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भन्नुभएको छ, इमेजिनेसन इज मोर पावरफुल देन नलेज, अर्थात् ज्ञानभन्दा कल्पना शक्ति अत्यन्त धेरै शक्तिशाली छ। अल्बर्ट आइन्स्टाइनले आफ्नो त्यही कल्पना शक्तिकै आधारमा इक्वल टु एमसी स्क्वायर जस्तो महत्त्वपूर्ण समीकरण पत्ता लगाउन सक्नुभयो। जति पनि वैज्ञानिकहरू छन्, जति पनि महान पात्रहरू छन्, ती व्यक्तिहरूले कल्पनाशीलता अथवा आफ्नो रचनात्मक क्षमताको बलमा नै ती उपलब्धिहरू हासिल गरेका हुन्। त्यो शक्ति हामी भित्र पनि छ। त्यसलाई जगाउनको लागि हामीले हरेक दिन अलिक फरक तरिकाले आफ्नो मस्तिष्कलाई प्रशिक्षित गर्नु जरुरी हुन आउँछ। यस कारणले आजबाट आफ्नो मस्तिष्कलाई ती कुराहरूमा केन्द्रित गरौँ जुन हामीलाई आवश्यक छ, जुन लाभदायक छ, जुन उत्पादनमूलक छन्, र ती कुराहरूबाट टाढा लैजाउँ जुन हाम्रो लागि नोक्सानदायक छन्, अनुत्पादक छन् र अनावश्यक छन्। आफ्ना ससाना बानी व्यवहारलाई परिवर्तन गर्न सुरु गर्यो भने समयक्रममा ती बानी व्यवहारहरू चक्रीय रूपमा वृद्धि हुँदै जाने क्रममा हामीले एउटा नयाँ उचाइमा पुर्याउन सम्भव बनाउनेछन्। हामीले आफ्नो जीवनको उद्देश्य पहिचान गरेर अगाडि बढ्यौं र सकारात्मक सोच, निश्चित योजना एवं दृढ निश्चयसहित अगाडि बढ्यो भने अवश्य पनि सफलताका द्वारहरू तपाईँ हाम्रो लागि खुल्दै खुल्दै जानेछन्। कतिपय शेयर बजारका कारोबारीहरूले हाम्रो 80% सफलता भनेको हाम्रो माइन्डसेटमा रहने विश्वास व्यक्त गर्दछन्। हाम्रो सोच अथवा मस्तिष्क अत्यन्त महत्त्वपूर्ण छ। यसलाई जति हामीले बुझ्न सक्यौं र जति हामीले यसलाई प्रयोगमा ल्याउन सक्यौं त्यति हामी सफलताको नयाँ उचाइमा अवश्य पुग्न सक्नेछौँ। हस्त दर्शकवृन्द, तपाईहरूको आजको दिन शुभ रहोस्। अर्को दिन यसरी नै तपाईहरुमाझ अवश्य पनि उपस्थित हुनेछौँ।